दिदीबहिनीहरू हाम्रो यहाँनिर चक्रबहादुर मामा हुनुहुन्छ, माइजू हुनुहुन्छ, यता पनि मनबहादुर मामा, छत्रबहादुर तामाङ, चन्द्रबहादुर मामा हुनुहुन्छ। उहाँहरू तामाङ हुनुहुन्छ 1 2 3 4 5 जना। र आज चाहिँ म केही तामाङ भाषाको शब्दहरू सोध्छु नेपालीमा, उहाँहरूले तामाङ भाषामा बताउनुहुन्छ। यसलाई युट्युबमा हालिन्छ, तपाईले युट्युबमा सर्च गरेर यसको शब्द र अर्थ पनि पाउनुहुनेछ। तपाईहरु पाँचै जनाले त्यसको जवाब दिनुहोस् हैन। फट्टै मनमा भए पनि मुखमा नआउन सक्छ कसैलाई। पहिले चाहिँ हाम्रो मुन्दुमविद भनौं न, हाम्रो तामाङ भाषाको जानपा चक्रबहादुर थिङलाई नै मैले प्रश्न गरे। मामा, अब हाम्रो तामाङ भाषामा चाहिँ घरलाई के भन्छ मामा? दिम। दिम भन्छ नि। दिम। बाटोलाई ग्याम। ग्याम। आँगनलाई खाङ्गार। ढोकालाई मोराप। मराप भन्छ नि। ग्वालीलाई मेलादिम। सुँगुरको खोरलाई के भन्छ क्या? सुँगुरलाई चाहिँ डोलादिम। सुँगुर खोरलाई डोलादिम। हजुर। अब त्यसै गरेर जनावरको विषयमा नि, गाईलाई मे, भैँसीलाई मुई। त्यसै गरेर तपाईको के भन्छ अरे कुकुरलाई नगी। गोरुलाई चाहिँ मेघालाप। गाईलाई मे। अच्छा अच्छा। त्यसै गरेर बिरालोलाई तावर नि। कुकुरलाई नगी नि। त्यसै गरेर तपाईको अब कुखुरालाई नागा। परिवारलाई कपुत्र। परिवारलाई हाँसलाई के भन्छ न? हाँसै हो। हाँस नै भन्छ नि। हाँसलाई नि। त्यसै गरेर तपाईको अरु के छ? माछालाई तारगा। अब हामीहरुको जनावरहरु जस्तै बाघलाई च्यान नि। तावर भएर तपाईको भालुलाई भालु नै हो। हरिणलाई टङ्नी। बँदेललाई डुवा नि। हात्तीलाई हात्ती नै भन्छ नि। अनि त्यसै गरेर अब तपाईको अब खेतीपाती सन्दर्भमा जस्तै अब हामीले धानको विषयमा त सोधिदिने, धान मकै कोदोको विषयमा त। ल अहिले अब यति मध्ये अहिले 3 मिनटको भिडियो भएको छ। तपाईहरु सबैलाई फेरि अरु कुरो जनाउने छौं।